नमस्कार सम्पूर्णमा। हाम्रो घरमा जब बुङ्गो आउँछ तरकारी बनिनको लागि हामी के गर्छौं भने बुङ्गाको यो माथिका जुन परतहरू हुन् त्यसलाई फ्याँकिदिन्छौं र ती फूल पनि फ्याँकिदिने गर्छौं। तर आज हामी बुङ्गालाई साइड लगाएर यी माथिका फूलहरूलाई चाहिँ व्यवहार गरेर एउटा मिठो तरकारी बनाउने छौं। त्यसको लागि बुङ्गाका फूलमा भएको जुन सारो खालको डन्ठा हुन्छ त्यसलाई हामीले निकाल्नु पर्छ। निकालिसकेपछि मज्जाले पानीमा धुने। त्यसपछि आफ्नो तरकारी कति छ त्यसको अनुमानले चाहिँदो तेल एउटा कराईमा तताएर त्यसमा मेथी दाना, जीरा र धनियाका दाना र आफूलाई जे मन पर्छ अरु पनि नपिसेका मसलाहरू हाल्न सकिन्छ। साथमा स्वादअनुसार निमक हाल्ने अनि अलिकति हर्दी पनि हाल्ने। सबै भुटुन हालिसकेपछि धोएर राखेका खोलका बुङ्गाका फूलहरू यहाँ हालिदिने र मज्जाले चलाएर छोपेर केही दिन पकाउने। यता फूल भुटिँदै गर्छन् उता हामी टमाटरको पेस्ट बनाउने तयारी गरौँ ग्रेभीको लागि। र दुईटा टमाटर मैले यहाँ हालेँ। साथमा मैले 1 इन्ची जति अदुवा काटेर हालेँ अनि हालेँ अलिकति जीरा, आधा चम्मच जति मैले धनिया पनि हालेँ र एउटा खोर्सानी पनि मैले यहाँ हालेकी छु, हरियो खोर्सानी। तुरुक्क पानी हालेर अब हामी यसको पेस्ट बनाउने छौं। केही छिनपछि झारेर हेर्दाखेरि यी अलिक भुटिएका देखिए भने त्यसमा अघि पिसेर राखेको टमाटरको पेस्ट हालिदिने अनि अलिकति पानी पनि थपेर फेरि एकपल्ट छोपेर यसलाई पाक्न दिने। मैले यो तरकारी छोपेर राखेको मात्र 5 मिनेट हुँदैछ, तर हेर्नुहोस् त साथीहो कति मजाले पाकेछ। धेरै बेर लाग्दैन पनि यसलाई पाक्न। हाम्रो बुङ्गाको फूलको तरकारी पाकिसकेको छ। हजुरहरूलाई ग्रेभी साथै खान मन लाग्छ भने यसलाई यसरी नै निकाल्न सक्नुहुनेछ, नभए सुकाएर पनि निकाल्न सक्नुहुनेछ। मलाई चाहिँ अलिअलि ग्रेभी भएकै मन पर्छ र मैले यसरी नै अर्को एउटा बटुकामा निकालेँ। देख्दा साह्रै खाउँ लाग्दो भएको छ। हजुरहरूले पनि यो पद्धतिले कोलको बुङ्गाको फूल पकाएर खानुहुन्छ र मलाई कमेन्टमा भन्नुहुन्छ कस्तो भयो भन्ने कुरा भनेर आशा राखेँ। धन्यवाद।